हेलो, के छ खबर? के छ सन्जय? आरामै हुनुहुन्छ? म यता सन्जय र आरामै छु हैन। आज चाहिँ हामी मसँग जोडिनु भएको मेरो फेसबुक साथीहरू, मेरो युट्युब साथीहरू सम्पूर्णलाई मेरो तर्फबाट धेरैभन्दा धेरै धन्यवाद दिँदै हामी आज यसो यहाँको हैन ठुलै नदी छ, त्यसमै ताल रहेको छ, त्यही तालमा जान लाग्छौँ। अवस्था यस्तो छ, पछिको अवस्था चाहिँ कस्तो हुन्छ हेर्नु होला। आज गाडीहरू पनि बन्द छ हैन, किन हो त्यहाँको ठाउँ दृश्यहरू कस्तो छ हेर्नु होला। सारा आजको भ्लगमा तपाईहरुलाई देखाउने नै छु र हाम्रो भिडियो तपाईहरु कहाँ कुन ठाउँबाट हेर्नुहुन्छ कमेन्ट गर्न चाहिँ नछुटाउनु होला है। तपाईहरुलाई आज म राम्रो दृश्यहरू देखाउँछु। यस्तो राम्रो ठाउँ छ, यही ठाउँमा अगाडिदेखि जुम गरेर देखाउँछु। यहाँदेखि यस्तो पर ताल जस्तो देखिरहेछ, त्यही नुहाउन जान्छौँ हामी, किनकि हिँड्दै गइरहेछौँ हामी। अब हामी तल गइसक्यौँ। अहिले यहाँ खुल्ला छैन कि बन्द रहेछ। खुल्ला भएको भए अब यहाँदेखि सामान लगेर जानुहुन्थ्यो, तर बन्द छ। यी चस्मा प्यान्टी पनि छ, कसलाई प्यान्टी चाहियो भने भन्नु है। हामी आज बन्द छ, खुट्टा मर्क्यो। त्यसपछि हामी पसलभित्र छिर्छौँ। त्यहाँ नुहाउन गइसकेपछि हामीलाई भोक लाग्छ। भोक लागिसकेपछि त्यहाँको बारेमा के खानुपर्छ त्यही खानको लागि हामी यहाँको पसलको सामानहरू लगेर जान्छौँ। के सामान लग्छौँ त हेर्नु होला। यो फ्रिजमा हेरिरहेछौँ हामी, के लग्छौँ होला तपाईहरु जज गर्नुहोस् त है। हामी फ्रिजमा कोट्टाइ हेरिरहेछौँ के कस्तो रहेछ हैन, खाने आइटमहरू त्यो हेर्दैछौँ। अनि नभेटिएपछि हामीले अब चिसो छ कि छैन भनेर हेरिरहेछौँ हैन। चिसो त लाग्नु पर्यो हैन। टीमा पनि हामी यहाँको सामानहरू छान्नको लागि 5-6 मिनेट बितिसक्यो, तर हामीले यहाँको पसलवाला सामान देखेनौँ। नदेखेपछि हामीले यही $65 दिउ चाहिँ लगेर गइरहेका छौँ। त्यसपछि फेरि म मात्र गइरहेको छैन नि, मेरो कान्छो भाइ भयो। त्यसपछि चरी डन भनेर तपाईहरु सबैजनाले चिन्नुहुन्छ होला, हाम्रो गेरुवाको मान्छेले हैन, त्यो सबै गइरहेछौँ। अनि हामीले यहाँ यो कमला पसलमा अर्को सुर्ती दिएको थियो, तर म सुर्ती खाँदैन, त्यही भएर त्यो सुर्ती जस्तो के हो त्यो त मैले फर्काइदिएँ, किनकि म त्यो खाँदिनँ। अनि पसलबाट पनि हिँड्छौँ। पसलबाट हिँडिसकेपछि यो अगाडि हिँडिरहेको हुन्छ, म पछाडिबाट भिडियो बनाउँछु, तर यो कस्तो देखिएको छ हेर्नु होला। त्यसपछि हामी लामो बाटो नगएर छोटो बाटो सर्टकट हिँडिरहेको। यस ठाउँको रमाइलो वातावरण देखेर मान्छे छक पर्छ। मैले क्यामेरालाई जुम गरेर हेर्नुहोस् कस्तो देखिरहेको छ। तपाईहरु आफै कमेन्ट गर्नुहोस् त। यदि राम्रो छ भने गुड भनेर लेख्नुहोस्, यदि नराम्रो छैन भने नोबल भन्दा पनि हुन्छ। त्यसपछि हाम्रो गति अगाडि जाँदैछ। उता चरीडन हो हैन, यो चरीडनलाई त सबैले चिन्छ होला हैन। मलाई नचिने तापनि यो चरीडनलाई त सब हाम्रो नेपालले नै चिन्छ होला। अनि फोटो खिच भनिरहेको छ मैले, अनि त्यहाँको फोटो खिच्न छोडेर त मैले भिडियो बनाइदिरहेको छु कि यसलाई त थाहै छैन फोटो खिचिरहेको छु कि भिडियो बनाइरहेको छु भनेर। अनि पछाडि चाहिँ मेरो कान्छो भाइ रहेको छ, खानेकुरा उसले बोकेर ल्याइरहेको छ। अनि त्यसपछि फेरि हामी यो फोटोसोटो खिच्यौँ त्यहीँ। अनि त्यसपछि अगाडि बढ्यो हाम्रो गति। यस्तो भिडबाट पुरा रैला हान्न गइरहेछौँ। केपिओली डेटिङ बस्ने ठाउँ पनि देखाउँछु। तल कस्तो बनाउने त यार, सिकाइदेन यार। यस्तो जोस आउँछ नानीका छोरा कमला पसल खाने। मुखको त्यो फाल्न पहिला जान अगाडि त खत्तेरी यार भातलाई के कहाँबाट यता हो कि यता हिँड्न सिधै बाटो कहाँ यार। तल पनि छ त। अरे हिँड्न यार छिटो टट्टेरी यार। यो हैरान महाजन महादारीहरू पछाडिका। ओया म त पक यो 100 रुपियाँका चस्मा लगाएपछि टुट्दैनन्। मेरो जस्तो लगाउ न 1000 रुपियाँको चस्मा। यो मेरो चाहिँ 1000 रुपियाँको चस्मा हैन, यिनीहरूको त 100 रुपियाँको चस्मालाई 2000 भन्छन्।
सारा नेपालीको एरिया त हो नि यार यो ऊ न यार केपी ओली डेटिङ बस्ने ठाउँ 1.5 घन्टा हिँडेर पनि बल्ल आधा बाटोसम्म पनि पुगे छैन अब झन् कति तल जानुपर्ने छैन नि जस्तो कम्प्युटर भएको भए त यहाँ क्याब गइसक्थ्यो सुन्नु भएको छ ऊ भोलोगर अरे बोल्न आउन बोल्न खोज्छ यहाँ गाह्रो छ क्या यहाँ मान्छेहरू देखेर त्यो बुझ्नु पर्यो त मान्छेले भिडियो बनिरहेको छ के बोल्ने कस्तो बोल्ने कुन ठाउँमा कसरी बोल्दा के हुन्छ भनेर बुझ्नु परेन माथि टपदेखि यहाँसम्म आएर हामी यहाँ तल पुगिसक्यौँ नत्र नबोल काम छैन तिमीहरूको अब त हामी कहाँ टपदेखि होइन 2 घन्टा लगाएर तल मेन रोड भन्नाले पनि गाउँको मेन रोडमा पुगिसकेका छौँ त्यसपछि हामी हाम्रो नुहाउने ठाउँ नजिकै आइसकेछौँ है अब केही छिनमा नुहाएको भिडियोहरू देख्न सक्नुहुन्छ अब हामी पुगिसक्यौँ हेर्नु नुहाइरहेको छौँ हामी त यहाँ नुहाइरहेको छौँ होइन यो स्विमिङ गरिरहेको टग्लुरन अर्को त्यहाँ खेलिरहेछन् अनि यहाँ चाहिँ नुहाउनुको लागि धेरै आएछन् क्या धेरै मान्छे छन् यहाँ सारा कारमा आउँछ नुहाउन उपरमा आएछन् पुरा ल रापा अन्डो जस्तो देखिरहेको चाहिँ ल ल ल चस्मा ल यो चस्मा विराज भट्ट समीर भट्ट भेटाइ नै दर्शक पनि तपाईँ देख्न सक्नुहुन्छ आज म यो खोलादेखि पारी गइरहेको छु डुबेर जो हानेर गइरहेको छु होइन हेर्नु होला नुहाइधुवाइ गरिसकेपछि हामी घर जाने टाइममा सर्ट भिडियो बनाउनुतर्फ लाग्यौँ सर्ट भिडियो सबै बनायौँ अनि एकछिन उता खेल्दा घुम्दा ठिक्क भयो त्यसपछि रात पर्यो दिनभरि मोज गरिसकेपछि रात पर्न थाल्यो रात परिसकेपछि हामी घर जानको लागि गाडी बल्ल बल्ल एउटा गाडी मिल्यो त्यसैमा बसेर हामी कोठातिर लाग्यौँ अनि भिडियो पनि बढी लामो भएपछि हामी भिडियोलाई एन्ड गरिदिउँ।